यो हो बागलुङ नगरपालिका 2 मा अवस्थित प्रसिद्ध बागलुङ कालिका मन्दिर, जुन धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थल हो। मन्दिर सुन्दर डाँडामाथि रहेको छ। यसको पूर्व र दक्षिणतर्फ काठी खोला, पश्चिमतर्फ बागलुङ बजार र उत्तरतर्फ पवित्र कालीगण्डकी नदी बगिरहेको छ। इतिहास अनुसार पर्वतका राजा प्रतापी नारायण मल्ल विक्रम सम्वत 1590 मा राज्यारोहण गरे। एक वर्षपछि 1591 मा उनले पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग विवाह गरे। विवाहका बेला राजकुमारीले माझकी देवीलाई दाइजो स्वरूप बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन्। पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हालको मन्दिर रहेको स्थानमा बिसाउँदा पुनः नउठेपछि राज दम्पतिले यही मन्दिर स्थापना गरी पूजापाठ सुरु गरेको जनविश्वास रहिआएको छ। मन्दिर नजिकको जंगलबाट कालीगण्डकी नदीतर्फ जाने बाटोमा एउटा बाफ निस्कने दुलो रहेको छ। त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकीमा नुहाउन जान्छन् भन्ने विश्वास रहँदै आएको छ। राति जागराम बस्ने कतिपय महिलाले देवीलाई बाघमा चढेको देखेको अनुभव पनि सुनाउने गर्दछन्। बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरका भक्तजन यहाँ आउने गर्दछन्। मुक्तिनाथको यात्रामा निस्कने तीर्थयात्रीहरू पनि बागलुङ पुग्दा कालिकाको दर्शन गरी आशीर्वाद लिने परम्परा रहिआएको छ। भक्तजनहरू विश्वास गर्छन्, जसले सच्चा मनले देवीको पूजा गर्छ उसको मनोकामना अवश्य पूरा हुन्छ।